So welcome to my YouTube program. Most probably this is second video in my YouTube channel X Banker. र आजको भिडियोमा चाहिँ म कुमारी ब्याङ्कको कस्टमरहरूले कसरी चाहिँ क्यास डिपोजिट गर्दा जाँदाखेरि पेपरलेस वेबाट कसरी डिपोजिट गर्न सक्छन् भनेर बुझाउन गइरहेको छु। मोबाइल एपबाट पनि गर्न सक्नुहुन्छ तपाईले अनलाइन एन्ट्री र कुमारी ब्याङ्कको वेबसाइटमा गएर पनि गर्न सक्नुहुन्छ। प्रोसेस सेम हो। म चाहिँ कुमारी ब्याङ्कको वेबसाइटमा गएर सिकाउँदैछु तर तपाईहरुले मोबाइल ब्याङ्किङ एपबाट पनि गर्न सक्नुहुन्छ। सो विदाउट वेस्टिङ मच टाइम लेट्स गेट इन्टु द त्यसको लागि हामीले सुरुमा kumaribank.com भनेर जानु पर्यो। त्यसपछि हामीले जानुपर्छ यो डिजिटल सर्भिसेस भन्नेमा। त्यसपछि यहाँ सबै जे हामीले अनलाइन थ्रु जे पनि गर्न सक्छौं सबै जस्तो क्याश डिपोजिट, चेक डिपोजिट, डिमेट ओपन अनि चेक विथड्र, ओपन अकाउन्ट अनि स्टार्ट एसआईपी, फिक्स डिपोजिट सबै कामहरु गर्न सक्छौं। आज चाहिँ म क्याश डिपोजिटको बारेमा बताउने भएँ। सो त्यसको लागि चाहिँ क्याश डिपोजिटमा क्लिक गर्नुस्। त्यसपछि एउटा नयाँ मेनु खोल्छ अनि अब हो यो यसमा चाहिँ हामीले क्याश डिपोजिट गर्दाखेरि चाहिँ 1 2 3 अनि 4 चारवटा स्टेप हुन्छ। त्यसको लागि कन्टिन्यू गर्नु पर्यो। सो वन्स वी क्लिक अन कन्टिन्यू यसमा चाहिँ अकाउन्ट नम्बर हाल्नु पर्छ है। अकाउन्ट नम्बर चाहिँ भ्यालिड नै हुनु पर्यो। सो म चाहिँ अहिलेलाई मेरै अकाउन्ट हाल्छु। यो मेरो अकाउन्ट भयो। अनि त्यसपछि कन्टिन्यूमा क्लिक गर्नु। कन्टिन्यूमा क्लिक गरिसकेपछि यसमा चाहिँ अमाउन्ट हाल्नु पर्छ। सो इन्टर द अमाउन्ट टु बी डिपोजिटेड भनेको छ भने यसमा चाहिँ अमाउन्ट जस्तो मैले 1 लाख डिपोजिट गर्छु भने 1 लाख हैन। अनि डिपोजिटेड बाइ मानौ ल अरु नै मैले पठाइराछु ल समथिङ राम भन्ने मान्छेलाई मैले पठाइराछु है। राम कुमार थापा ल राम कुमार थापा ल डिपोजिटेड बाइ अनि रिमार्क्समा चाहिँ इफ एनी यसमा कुनै डिपोजिट कुनै सेभिङ लेखौं ल कुन पर्पजको लागि डिपोजिट गर्नु भएको हैन। अनि त यहाँ पर्पज अलग्गै रहेछ। यसमा कुनै अरु नै केही आफूले चिन्नलाई स्टेटमेन्टमा भोलिको दिनमा देखियोस् भनेर लेख्नुहुन्छ भने यसमा लेख्दा हुन्छ। अनि त्यसपछि पर्पज अफ डिपोजिट तपाईको 1 लाख या 1 लाख भन्दा माथि छ भने डिपोजिटको पर्पज नै लेख्नु पर्छ है। यो नेपाल राष्ट्र बैंकको नियम नै हो हैन। बैंकमा गएर तपाईले लेख्नु भएको छैन भने टेलरका साथीहरुले तपाईलाई भन्छन् कुन पर्पजको लागि डिपोजिट गर्ने हो सर भनेर म्याम भनेर हैन। त्यसमा अब कति कुनै कस्टमरहरु अलिकति झस्किन्छन् के किन चाहियो मैले मेरो पैसा डिपोजिट गर्नलाई तिमीलाई किन भन्नु पर्यो तपाईहरुलाई किन भन्नु पर्यो भन्छन्। सो यो चाहिँ उनीहरुको बैंकिङ नेपाल राष्ट्र बैंकको रुल एउटा नियमले नै त्यो माग्नु भनिसकेपछि उनीहरुले मागेको हो ल। सो यसमा डिपोजिट पर्पज ल मानौ ल सेभिङको लागि मैले भोलि एफडी खोल्छु त्यसको लागि हो है। अनि यसमा चाहिँ डिनोमिनेसन क्याश डिनोमिनेसन भनेको के हो भने तपाईहरुले नोटहरु 1000 को नोट कति, 500 को नोट कति, 100 को कति, 50 को, 20 को, 10 को, 5 को कति भनेर हुन्छ। ल मानिलिउ 90 वटा 1000 को छ हैन। 1 लाख डिपोजिट हो 90 वटा मसँग 1000 को नोट छ। अनि त्यसपछि ल 5 वटा चाहिँ 500 को छ। अनि पछि 100 को चाहिँ 4 वटा छ। अनि 50 को चाहिँ 2टा छ भनेपछि मेरो कति भयो 93,000 भयो हैन। अनि 7,000 रिटर्न गर्नुपर्ने छ भने अब 20 को चाहिँ ल 200 वटा छ 200 वटा छ। 10 को चाहिँ 100 वटा छ। अनि पछि 5 को चाहिँ ल 400 वटा छ ल 400 वटा छ ल। यो मेरो चाहिँ मसँग यो नोटहरु चाहिँ छ डिपोजिट गर्न लगेको हैन। मानौ त्यो रामकुमार थापालाई भोलि चाहिँ म यो नोट दिएर डिपोजिट गर्न पठाउँछु भनेको हो के। अनि डिपोजिट गर्न जाँदाखेरि पनि यही अनुसारले नै लिनुपर्छ। सो दैट तपाईले टेलरहरुले भेरिफाई गर्दाखेरि तपाईको नोटहरु ट्याक 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 भेरिफाई गर्न सजिलो हुन्छ ल। अनि त्यसपछि कन्टिन्यू गर्ने है। कन्टिन्यू गरिसकेपछि अर्को पेज खुल्छ ल। यसमा चाहिँ डिपोजिटर तपाईको डिटेल भर्नुस् भन्छ के। सो यसमा चाहिँ फर्स्ट नेम राख्नु पर्यो हैन। तपाईको जस्तो रामकुमार थापा हो भने राम चाहिँ फर्स्ट नेम भयो। सो यसमा चाहिँ राम हुने भयो। देन मिडल नेम चाहिँ कुमार हुने भयो हैन। अनि लास्ट नेम चाहिँ थापा हुने भयो।
देन आइडी टाइप तपाईको कुन आइडी लिने हो भनेर हुन्छ के। जस्तो डिपोजिट गर्दाखेरि आइडी भन्नाले कस्तो हो भने तपाईको जस्तो नागरिकता हैन, नेशनल कार्ड भयो, रेफ्युजी कार्ड भयो, प्यान कार्ड, यसमा देखाएकोहरू लिनु पर्यो। नागरिकतालाई नेशनल कार्डमा राख्न मिल्छ होला हैन। अब अहिले चाहिँ नेशनल कार्ड कम्पलसरी गरेको हुनाले चाहिँ यसमा नेशनल कार्ड राखेको होला, नेशनल आइडी हैन। अनि त्यसपछि जस्तो ल हामी के रे यो अहिलेलाई चाहिँ यो प्यान कार्ड लिदेऊ न हैन। जस्तो प्यान कार्ड भनेको तपाईको प्यान कार्ड बोकेर जाने के डिपोजिट गर्दाखेरि ओरिजिनल पनि लिएर जानुपर्छ ल। अहिले चाहिँ यसमा चाहिँ अपलोड गर्ने उनीहरूले प्रिन्ट गर्न सजिलो हुन्छ हैन। अनि त्यसपछि कार्ड नम्बरहरू, प्यान कार्ड नम्बर राख्ने, अनि कुन डिस्ट्रिक्टबाट इस्यु भएको हो तपाईको प्यान कार्ड यो सिलेक्ट गर्नु, मानिलो अछाम भयो हैन। अनि त्यसपछि चाहिँ कहिले इस्यु भएको डेट ल विक्रम सम्वतमा राखिदिउँ त ल यसमा। ल अब यसमा चाहिँ तपाईको ल 12 हैन, अनि 01 अनि 2050 ल 2050 राखिदिउँ है त। अनि यसमा त अटोमेटिकली यतापट्टि चाहिँ एडीमा पनि आउँछ हैन। अनि त्यसपछि चाहिँ मोबाइल नम्बर, डिपोजिटरको मोबाइल नम्बर है, यो चाहिँ राख्नै पर्छ। भ्यालिड नै मैले अहिले 000 गरिदिएँ। अनि यो मेल चाहिँ ल मैले आफ्नै मेल राखिदिएँ ल अहिले। अनि यसमा चाहिँ आइडी अपलोड गर्नु पर्यो। तपाईको माथि प्यान कार्ड छान्नु भएको छ भने त्यो प्यान कार्डको स्क्यान कपी या फोटो अपलोड गर्नु पर्यो, राम्रो किसिमको देखिने खाले हैन। ल मानिलिउँ अहिलेलाई चाहिँ म एउटा मेरै सिग्नेचर अपलोड गरिदिन्छु हैन। अनि यो अपलोड गरिसकेपछि यसमा टिक लगाउनु पर्यो, टर्म एन्ड कन्डिसनहरू म मान्छु भनेर हो हैन। अनि त्यसपछि चाहिँ सबमिट बटनमा क्लिक गरेपछि तपाईलाई एउटा रेफरेन्स कोड जेनेरेट हुन्छ। यो रेफरेन्स कोड चाहिँ तपाईले डिपोजिट गर्दाखेरि लगेर जानु पर्यो, या त यसको फोटो खिचेर जानु पर्यो या त मोबाइलमा सेभ गरेर जानु पर्यो। यो चाहिँ तपाईलाई चाहिन्छ र कुमारी ब्याङ्कको जुन ब्रान्चमा जाने हो, जुनसुकै ब्रान्चमा जाँदा नि हुन्छ, जुन ब्रान्चमा जाने हो यो चाहिँ लगेर जानुपर्छ। अनि अर्को ध्यान दिनुपर्ने कुरा के हुन्छ भने यो इन्ट्री गरेको 48 आवरसम्म मात्र भ्यालिड हुन्छ, त्यसपछि चाहिँ यो हटेर जान्छ है। सो अब 48 आवरसम्म भ्यालिड हुने भयो भने आज इन्ट्री गर्नुभएको छ, तपाईँले भोलि जानु भएन, पर्सि जानु भएन भने त्यसपछि चाहिँ यो भ्यालिड हुँदैन। त्यसपछि डिपोजिट गर्न जानुभयो भने अर्को डिपोजिट इन्ट्री यसै गरेर अर्को डिपोजिट इन्ट्री गरेर जानुपर्छ। र यो त भयो प्रोसेस हैन। अनि यसको फाइदा के भने नि तपाईँ आफू भ्याउनुहुन्न भने र कसैलाई डिपोजिट गर्न पठाउनुहुन्छ, उसले डिपोजिट गर्न भ्याउँदैन भनेपछि चाहिँ यसको चाहिँ धेरै राम्रो फाइदा लिन सक्नुहुन्छ। तपाईँले एकुरेट आफ्नो डिपोजिटको पर्पज के हो हैन, सोर्स कुन हो, के खुलाउने हो, उसले डिपोजिट गर्न जानेले भोचर भर्छ भने उसले जे पनि लेखिदिन सक्छ नि त। सो आफूले लेख्यो भने त पक्का भयो नि त। आफ्नो कुनै पनि मिसकम्युनिकेसन, मिसइन्फर्मेसन रिपोर्टिङ नहोस् भन्ने हो। जस्तै मानिलिउँ कि तपाईँले अर्को मान्छेलाई पठाउनु भयो र उसले अलग्गै डिपोजिट राखिदियो, के रे पर्पज राखिदियो, या त आनाकानी गर्यो, या कस्टमरले डिपोजिट गर्ने बेला ब्याङ्क स्टाफसँग अलिकति शङ्कास्पद बिहेभियर गर्यो भने ब्याङ्क स्टाफले के हुन्छ यस्तो केसमा भनेपछि एसटीआर फाइलिङ, सस्पेसियस ट्रान्जेक्सन रिपोर्टिङ भन्ने हुन्छ हैन। त्यो फाइल गर्न सक्छ। त्यो फाइल भनेको के हो भने मलाई यो डिपोजिटमाथि शङ्का लाग्यो, सो फर्दर इन्भेस्टिगेसन गर्न जरुरी छ यसमा भनेर रिपोर्टिङ गर्न सक्छ। यो चाहिँ कस्टमरलाई नर्मली हैन, थाहा नै हुँदैन। सो यस्तो किसिममा मिस रिपोर्टिङको कारणले, मिसइन्फर्मेसनको कारणले भोलिको दिनमा झन्झट नहोस् भनेर गर्न सकिन्छ। यो चाहिँ टेक्नोलोजीको एकदमै राम्रो प्रयास हो कुमारी ब्याङ्कको। सो अब चाहिँ यति नै। अर्को भिडियोमा चाहिँ म चेक डिपोजिट विथड्रको इन्ट्री सिकाउने छु। आशा छ तपाईँहरूलाई यो भिडियो मन पर्यो होला हैन। अनि यस्तै किसिमका भिडियोहरू चाहिन्छ भने सो लेट मी नो इन द कमेन्ट सेक्सन। टिल देन, थ्याङ्क यू सो मच, गुड बाई।